राजीनामा दे बालन चोर, राजीनामा दे। अच्छा, हामी पनि घरको प्रधानमन्त्री हो, मेरो 5 वटा छोराछोरी छ त। कौन है ये लोग? कहाँ से आते हैं? चोर चोर त अनि भिखारी जस्तो भोट दिनुहोस् भनेर झुक्दै आउँछ अनि आफ्नो स्वार्थ पुरा भएपछि मुजीहरू अनि हेर तपाईँ बुक छाड्नु भयो त्यही दिदी। डोजर चलेछ भने डोजर भन्दा पहिला म छाती थापेर बस्छु नि, किन चिन्ता गर्नुहुन्छ? के बोले भाइ? अब के बोले? भोलि कुनै सुकुम्बासीको बस्तीमा डोजर चल्छ भने म त्यो पहिलो लाइनमा चाहिँ म गएर डोजर पुलिस सुत्न चाहिँ म तयार छु। होइन होला के हो? डोजरको अगाडि छाती थाप्छ भन्ने मान्छे घन्टी पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने कहाँ हो? आउ न यार यहाँ हामी आइसक्यो क्या। अब देख तू अब तू गया बेटा, अब तू गया देख। सुकुम्बासीलाई उठिरहेको गर्नु खोजेको छ। यो नेपाली जनताले कदापि मान्ने हुने छैन। यदि त्यस्तो हो भने बालन शाह पनि दोस्रो टिपी हुने हुनेछ, भाग्न बाध्य हुनेछ। खालीमा बस्नुपर्ने हो। गुड क्वेश्चन। घर बनाइदिनु न म्याम, हामी काम ठुलो जग्गामा जाने, हामी राम्रो लालपुर जग्गा बनाइदिनु न। अहिले हाम्रो बास छैन होइन, हामी कहाँ जाने? अनि हिजो बेलुका पारिपट्टि आएर हामीलाई माइक बजाएर के भन्नुभयो? तपाईँहरू धेरै यसरी म नआउने है, म हार्ट एट्याक हुन्छ फेरि यहाँ, म हार्ट एट्याक हुन्छ फेरि यहाँ। गाउँमा घरले किन घर सिक्री बजार घरमा बस्नु लाग्छ तर के खान्छ? हावा खान्थ्यो, हावा खाने। एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। मिटिङमा बसौँ न, मिटिङमा बसौँ, समाधान हुन्छ। होइन त्यो त हामी यस्तो अनि घन्टीकै सरकारले अब यो बस्ती भत्काउन लाग्यो। राम्रोको लागि भत्काए ठिकै छ, के गर्नु? लेकिन 1 सेकेन्ड म यहाँको होइन, यसो हेर्न आएको थियो। हेर्न मात्र आयो। आज आएर 81 सुकुम्बासीमाथि डोजर चल्यो। अहिले यो राजसभा सरकार भनेको चाहिँ यो साइकोहरको सरकार हो भन्न चाहन्छौँ। साइको क्या? भित्र सोच अर्कै, बाहिर चाहिँ अर्कै। ये क्या बक रहे हो मादरचोद? उहाँहरूले चाहिँ व्यवस्थित गरिदिने, अन्त तपाईँहरूलाई लगिदिने भन्ने कुरा जुन छ त्यसमा तपाईँहरूको सहमति छ कि छैन? छ बाबु, हाम्रो केही छैन अनि उहाँले नै गरिदिनु पर्यो। हाम्रो बाबु भने नि उहाँ हो, आमा भने नि उहाँ हो। भोलि आउने कि नआउने? म त अब म त अन्याय परेको ठाउँमा त जहिले पनि म उपस्थित हुन्छु है। होइन होला प्रतिकार गर्नुहुन्छ भोलि? र मलाई एउटा कुरा के भन्न मन छ भने मलाई आज डोजर हेर्नु आएको के वास्तवमा। जग्गा जमिन भयो यहाँ थापातली सुकुम्बासीमा दुनियाँको गुज सुँगेर बस्न आउनु पर्थ्यो म। बात त सही है। हाम्रो होटल छ, पसल छ हाम्रो घरमा। क्या? हामीलाई घरमा राखिदिनु म्याम, अर्को जग्गामा घर बनाएर जग्गा हाम्रो जस्तै घर बनाएर राखिदिनु हामीलाई हुन्छ। क्या बक रहे हो मादरचोद? एकदम खुसी भएर डोजर आयो भने हामी त्यहाँ डोजर मुनि बस्छौँ। हामीलाई पहिला मार्ने मर्ने अनि रामै राज्य। बात त सही है। अब बालन सरकारबाट के आश गर्नु छ? यो बहुत समाधान होला। सरकार बालनको हो र? बसाउने व्यवस्था गर्ने भन्ने कुरो आएको छ। हामीलाई होटलमा बसेर सधैँभरि उसले खाना दिन्छ त? खाना त तपाईँले यहाँ आफै जो गर्नु परेको थियो होइन? अनि होटेलमा पनि त खाना आफै जो गर्नु पर्छ। कमाउनु जाने, बेलुका ल्याएर खाने मान्छेले चाहिँ के अनि होटेलमा बस्दा पनि त हजुरलाई काम गर्ने तपाईँको जागिर त खोज्दैन होला कि? बात त सही है। तपाईँको जागिर त खोज्दैन होला कि के हो? के जागिर छ र हाम्रो? होइन मतलब रोजगारी तपाईँले यहाँ बसेर जे गर्नुहुन्थ्यो नि, हाम्रो पार्टी ब्यालेन्समा काम गर्ने हो, आउने हो। मतलब यहाँ तपाईँले जे गर्नुहुन्थ्यो होटेलमा बसेर गर्न सक्नुहुन्न भन्ने मेरो प्रश्न नि। ए सक्दैन। यति बेला सुकुम्बासी बस्तीमा एकजना महिला रुखमै चढेर माग गर्दै हुनुहुन्छ। करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ। अब डोजर चल्दैछ, खबर आछ तपाईँहरूलाई? मालूम है तेरे बाप को मत सिखा, चल। मन खिन्न बनाएर बसिरहनु भएको छ, रुन्चे हुनुहुन्छ। यो त अहिले आजभन्दा पहिलेको 35 वर्षको सरकारले यो देशलाई भनौँ भने यो त कस्तो भने रन्डीका रूपमा प्रयोग गरेको छ। क्या?
ये क्या बक रहे हो मादरचोद मलाई न गाली गर्नु न कुट्नु होला हैन अब तपाईको गलामा सिक्री देखिरहेछ ट्रोल बन्छ कि हैन मलाई गाली नगर्नु भने भन्नु सुन्नु हैन सिक्री देखिरहेछ तपाईलाई फेरि मान्छेले हुकुमबासी भन्ला नि भने कौन है ये लोग कहाँ से आते हैं यति गरेर सर भन्दाखेरि तपाईँको छुइँदैन भनेको थियो यहाँ आउनु न यहाँ आउँदिन हजुर मलाई नुहाइसकेको छ किन आउँदैन मेरो रात पर्छ कहाँ सुत्ने एकछिन आउनु किन आउनु मेरो खराब पानी छ मेरो खराब ठुलो एरिया छ सुनसरीमै त्यही लगेर राखोस् न हामी वातावरण बनाइदिन्छौँ तर लान सक्नु पर्यो नि त यहाँ पनि एउटा बिल्डिङ बनाएको थियो नि कुनै पनि सुकुम्बासीहरू त्यहाँ जान चाहेनन् अनि सुनसरी जान्छ खत्तम बाई बाई टाटा गुड बाई गया डोजर चलेछ भने डोजर भन्दा पहिला म छाती थापेर बस्छु नि किन चिन्ता गर्नुहुन्छ अच्छा तर कानुन नागेर होइन अन्याय गरेर पनि होइन निकल लौडे पहली फुर्सत में निकल हजुरको घर चाहिँ कता हो दिदी मेरो घर छैन सुकुम्बासी हो म होइन गाउँ घर त गाउँ पनि छैन यही हो कता उता कता हो छैन कोही पनि कतिको क्षतिपूर्ति चाहियो कति क्षतिपूर्ति भयो नि 10 लाख यो 3 तोला मेरो सुन थियो अरू यो सामान यत्रो पसल थियो मेरो हजुर इलेक्ट्रोनिक पसल थियो र मेरो अरू कोठामा सामानहरू धेरै थियो कम्तीमा मेरो 20 लाख चाहियो मलाई असंभव बेचो द संभव त्यो लजमा हामी त्यहाँ उ गर्न जाने हनुमान मनाउन जाने हो र हामी हनुमान मनाउन जाने हो राजीनामा दे बालन चोर राजीनामा दे होइन प्रधानमन्त्री हुनुहुन्छ देशको हामी पनि घरको प्रधानमन्त्री हो मेरो 5 एउटा छोराछोरी छ त अब देख तू अब तू गया बेटा अब तू गया देख 5 वटा छोराछोरी कहाँ हुनुहुन्छ छोराछोरीको प्रधानमन्त्री नि होला कतै देशभरि कतै जग्गा नभएकोलाई चाहिँ सुकुम्बासी भनिन्छ क्या यहाँ बस्यो यहाँ चाहिँ छैन तर ऊ पाहाडमा छ भन्ने चाहिँ सुकुम्बासी भन्छ क्या